Oh my god, craze of Preeti Rai is something else. The little magician, प्रीति राईको इलाममा देखिएको क्रेज वास्तवमै अविश्वसनीय रहेको थियो। एक महिला फुटबल खेलाडीको यो किसिमको क्रेज सायदै तपाईँ हामीले यसअघि देखेका थियौँ। राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईको इलाममा जारी महिला गोल्ड कपको दौरान देखिएको क्रेज हेर्दा गुजबम्स नै आउँछ। क्रेज पनि यो लेभलको थियो कि उनलाई मैदानबाट निकाल्दा हाई सेक्युरिटी नै दिनु परेको थियो। हजारौं फ्यान उनको एक झलक हेर्नका लागि तछाड मछाड गर्दै थिए। भिडियोहरू हेर्दा पनि गर्वले छाती फुलेर आउँछ नेपाली खेलाडीको यो किसिमको क्रेज र नेपाली खेलाडीले यो किसिमको माया पाएको देख्दा। इलाममा प्रीतिको टिम एपीएफ महिला गोल्ड कप खेल्दै थियो। फिजिकली फिट नभएको कारण प्रीति उक्त प्रतियोगितामा पनि सहभागी थिएनन्। फागुन 14 गते दशरथ रङ्गशालामा म्यानमारसँग भएको इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलपछि प्रीति राई रेस्टमा थिइन्। एपीएफका मुख्य प्रशिक्षक जीवेश कुमार पाण्डेका अनुसार प्रीतिको पुरानै चोट बल्झिएको छ र प्रीतिले यसअघि सर्जरी पनि गरेकी थिइन्। हिपमाथिको हड्डीमा समस्या देखिएपछि प्रीति रिहाब सेन्टरमा रिहाबमा थिइन्। प्रीति यता रिहाबमा उता उनको क्लब पनि इलाममा खेल्दै थियो र उनको डिमान्ड आइरहेको थियो। फ्यानहरूको यति धेरै डिमान्ड र उनलाई नखेलाएको भनेर विरोध भयो कि आयोजक र उनको क्लब उनलाई मैदान उतार्न बाध्य भयो। प्रीतिले पनि फ्यानको त्यो डिमान्डलाई इग्नोर गर्न सकिनन् र पुगिन् इलाम। जब उनी इलाम पुगिन् सायद उनी आफैले पनि आफ्नो फ्यानको त्यो लेभलको माया पाउने कल्पना पनि गरेकी थिएनन् होला। एक त पहिलो दिनदेखि नै फ्यानहरू प्रीतिलाई हेर्न टुडी खेल पुगेका थिए जहाँ खेल भइरहेको थियो। टाढा टाढाबाट गाडी रिजर्भ गरेर फ्यानहरू उनलाई हेर्नका लागि त्यहाँ पुगेका थिए। तर प्रीतिलाई देख्न नपाउँदा धेरैको मन खिन्न भयो, कोही आक्रोशित पनि भयो। तर जब अर्को दिन प्रीति एपीएफबाट खेल्न इलाम पुगिन् तब फ्यानहरूको नैराश्यता आक्रोश सबै शान्त भयो। बच्चादेखि वृद्धसम्म के युवा के वृद्ध प्रीतिलाई हेर्न मैदानसम्म पुगे। खेल अवधिभर उनको नाम लिँदै हुटिङ नै चल्यो। खेल सकिएपछि पनि मैदानबाट प्रीतिलाई निकाल्न सुरक्षाकर्मीलाई हम्मी नै भयो। उनकै एपीएफले उनलाई सुरक्षा दिएर त्यहाँबाट निकाल्यो। त्यसबीचमा उनले केही फ्यानसँग भेटिन्, गफगाफ गरिन्, केहीसँग फोटो भिडियो पनि लिइन् जुन अहिले सामाजिक सञ्जालमा छरपष्ट पनि छ। खेलपछि प्रीति आफूले कहिल्यै नसोचेको माया पाएको समेत बताएकी थिइन्। यतिसम्म कि सबैसँग भेट्न नपाएको भनेर उनले माफी पनि माग्नु पर्यो। जे होस् यो लेभलको फ्यान क्रेज सायदै हामीले कहिले देखेका थियौँ। विश्वका चर्चित हस्ती खेलाडीहरूको यो लेभलको फ्यान क्रेज हामीले देखिरहेका थियौँ। नेपालमा पनि सायदै हामीले देखेका थियौँ होला। प्रीति यु ब्युटी। अब इलामपछि चितवनमा चैत 2 गतेदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुँदैछ। लेट्स सी यहाँ कस्तो देखिन्छ उनको क्रेज। एनिवेज प्रीतिको बारेमा जति भने पनि कमै हुन्छ। यो भिडियोसँगै ह्याप्पी वुमेन्स डे टु यु अल।